हाई गाइज, इट्स मी सिद्धार्थ। म फेरि पनि आएको छु। आज भने फुटबल अथवा राजनीतिक कुरा भन्दा अलिकति पृथक कुरामा चाहिँ चर्चा गरौँला है। आज चाहिँ म नेपाली फिल्म इन्डस्ट्रीको बारेमा कुरा गर्दैछु। नेपाली फिल्म इन्डस्ट्रीमा चाहिँ अहिले तत्काल 3-4 दिन अगाडि एउटा सिटामल भन्ने फिल्मको ट्रेलर आएको छ र एक दिन अगाडि हिजो माग्ने राजा भन्ने फिल्मको ट्रेलर आएको छ। मैले दुईटै ट्रेलर हेरेँ। म खासै नेपाली फिल्म हेर्ने मान्छे त होइन हैन। नेपालमा जन्मेर नेपाली भाषा बोलेर नेपाली फिल्मलाई मन पराउनुपर्छ भन्ने जमातबाट अलिकति छुट्टेको मान्छे हो म चाहिँ हैन। राम्रो भयो भने नेपाली फिल्म हेर्ने हो, राम्रो छैन भने फोकटमा गएर 300 रुपियाँ कसैले नि खर्च गर्दैन, सिधा कुरा हैन। जस्तै केही समय पहिला भनौँ लुट भन्ने फिल्म आएको थियो, सबैले हेरे, हामीले रुचाएको पनि हो, मलाई अझै पनि मनपर्छ, म बेला बेलामा हेरिरहेको पनि हुन्छु हैन। लुट 2 आयो, त्यस्तै राम्रो छ। लुट जस्तो फिल्महरू बनाउन सक्यो भने नेपाली फिल्म इन्डस्ट्री अगाडि बढ्छ। तर क्री, छड्के 2 यस्तो फिल्म बनाएर चाहिँ हाम्रो फिल्म हेरिदिनु पर्यो भनेर चाहिँ हैन भन्न पाइन्न जस्तो मलाई लाग्छ है। अब जहाँनिर जवान हैन, बलिउडले जवान, पठान यस्ता फिल्महरू रिलिज गरिरहेछ हैन। मद्रासी फिल्म इन्डस्ट्रीले त्यस्तै फिल्महरू रिलिज गरिरहेछ हैन। हलिउडको कुरा गर, अवतार अनि मिसन इम्पोसिबल यस्ता फिल्महरू आइरहेको ठाउँमा हामीले क्री गएर हेरिदिनु पर्ने, छड्के 2 गएर हेर्नुपर्ने, अति भएन र यो त। ब्ल्याकमेलिङ गर्नु त अलि मिलेन नि त। पैसा छ भन्दैमा हैन, मलाई अलिकति स्क्रिप्ट लेख्न आउँछ भन्दैमा जे पनि लेखिदिने। तीजको गीतमा फिल्म बनाएर त फिल्म त बन्छ जस्तो त मलाई लाग्दैन। तीजको गीतमा फिल्म बनाउने हैन, अनि मेरो फिल्म हेरिदिनु पर्यो भनेर चाहिँ पाइन्छ पाइँदैन। अन्त फिल्म हेर्नको लागि त बनाउनु पर्यो क्या, राम्रो बनाउनु पर्यो क्या। तत्कालै अहिले एउटा ट्रेलर रिलिज भएको छ, त्यसको नाम चाहिँ सिटामल भन्ने फिल्मको हो। गएर एकचोटि हेरौँ सबैले हैन त्यसको ट्रेलर। त्यो हो क्या, त्यो लेभलको ट्रेलर देखाउन सक्नु पर्यो। फिल्मभित्र जे जस्तो भए पनि फिल्म त रिलिज हुन बाँकी नै छ नि, तर ट्रेलरमा कस्तो दामी तरिकाले देखाइरहेछ क्या। त्यो भयो भने मान्छेमा अलिकति हैन क्युरियोसिटी बढ्छ, हेर्न जाम कि भन्ने हैन। अनि अर्को एउटा फिल्म आएको छ माग्ने राजा भन्ने हैन। मलाई चाहिँ पर्सनल्ली भन्दाखेरि सिटामल अति नै मन परेको हो ट्रेलर हैन। त्यसपछि कुनै ट्रेलर मन परेको छ भने मलाई माग्ने राजाको मन परेको। माग्ने राजा पनि अति नै छ। मैले 2-4 रिभ्यूहरू हेरेको, त्यसमा चाहिँ उही डायलग, उही मान्छे बाबा, मान्छेको बोली त उही हुन्छ नि त, टोन त उही हो नि, मान्छे त उही हो नि त, गेटअप मात्रै चेन्ज हुने हो क्या। गेटअप चेन्ज गराएको छ त माग्ने बुढाले मेरी भाषामा माग्ने टोपी लाउँथ्यो भने यहाँनिर त उ त श्रीपेस लाएर हिँडिरहेछ त। गेटअप त चेन्ज भएको छ त, उसको बोल्ने टोन त एउटै हुन्छ नि। हामीले सबैले शाहरुख खानको फिल्म हेरिन्छ हो, बलिउडमा हामी शाहरुख खानको फिल्म हेर्छौँ नि, उसको गेटअप चेन्ज हुने हो क्या, टोन त उही छ नि त। डनको टोन पनि उही छ हैन। रबने बनादी जोडीमा पनि उही त छ नि त। टोन त सबैको एउटै हुन्छ क्या। डायलगहरू सेम नै हुन्छन्। यत्रो फिल्महरू बनिरहेछ हैन, हरेक दिन हरेक फिल्ममा हरेकचोटि नयाँ डायलग अलि दिन सकिँदैन नि त। तर पर्सनली भन्न पर्दाखेरि मलाई चाहिँ माग्ने राजा मन परेको है। मलाई चाहिँ माग्ने राजाको ट्रेलर चाहिँ मन परेको छ है। त्यही भएर सबैले एकचोटि गएर ट्रेलर हेरिदिउँ। प्लस सिटामलको ट्रेलर पनि हेरौँ है। पहिलो नम्बरमा सिटामल हो। सिटामलको ट्रेलर बब्बाल नै छ हैन। सौगात दाईको अभिनय चाहिँ माइन्ड ब्लोइङ, उहाँले कहिले पनि हामीलाई चाहिँ निराश बनाउनु हुन्न हैन। अर्को माग्ने राजाको पनि बवालै छ। मलाई जहाँसम्म लाग्छ यो दुईटा फिल्म चाहिँ अति नै राम्रो हुन्छ। म चाहिँ अलिकति एक्सन मुभीहरू मन पराउने भएको भएर सायद म दुईटै मुभी हेर्न चाहिँ जान्न होला। तर कता मलाई सिटामल भन्दा चाहिँ माग्ने राजा हेर्न जाउँ कि अलिकति कमेडी भएको भएर पनि हैन हेर्न जाउँ कि जस्तो लागिरहेको छ। इफ म हेर्न गएँ भने सकेसम्म दुईटै हेर्न जान्छु, दुईटै फिल्मको रिभ्यू लिएर आउँछु हैन। तर तत्काललाई भन्नुपर्दाखेरि सबैले गएर सिटामल र माग्ने राजाको चाहिँ ट्रेलर हेरिदेऊ हैन। राम्रो छ, कोसिस राम्रो छ। ट्रेलर चाहिँ अति नै राम्रो छ है। यसरी ट्रेलर काटेर यसरी ट्रेलर देखाउन सक्नु पनि राम्रो कुरा हो हैन। अब बिस्तारै भन्नै पर्दाखेरि हैन, अब स्टारडमतिर भन्दा पनि कथावस्तुतिर जाउँ कि जस्तो मलाई लाग्छ। हाम्रो नेपाली फिल्म इन्डस्ट्री त्यसरी जाँदा ठिक होला जस्तो लाग्छ। नत्र त मेन्डक भनेको भरमा चाहिँ हामी गएर फिल्म चाहिँ हेर्न चाहिँ हुँदैन है। कसैको छोरो आएर कोही छ होला, बाउले राम्रो फिल्म खेल्यो होला, त्यसको इट डजन्ट मिन द्याट कि छोराले पनि राम्रो फिल्म खेल्छ। त्यही भएर चाहिँ अब बाउले राम्रो फिल्म खेल्यो भन्दैमा छोरोले पनि बाउले राम्रो फिल्म गर्यो भन्दैमा राम्रो अभिनय गर्यो भने छोरोले पनि गर्छ होला जस्तो, अथवा छोरीले पनि गर्छ होला जस्तो मलाई लाग्दैन। त्यही भएर चाहिँ त्यतातिर चाहिँ नजाउँ है हामीहरू, त्यो स्टारडमतिर गएर चाहिँ नहेरौँ हैन। अहिलेलाई चाहिँ सबैलाई के भन्न चाहन्छु भने माग्ने राजाको र सिटामलको ट्रेलर हेरौँ र मलाई जहाँसम्म लाग्छ मुभीलाई पनि त्यति नै साथ दिउँ हैन। राम्रो मुभी बनाउने कोसिस गरेका छन्। सो होप सो राम्रो निक्लोस् कथा पनि। थ्याङ्क यू सो मच।